माई फ्रेन्ड बिफोर हाइकिङ लास्टमा मैले पुगेपछि फेरि खिच्नुपर्छ अनि आफ्टर हाइकिङ भनेर माई फ्रेन्ड बिफोर हाइकिङ रश्नी कसले कुद्नु भएको चुमन पुगिरहेछ नि त के अहिले सल्लाह खानु हुनुभएछ त मगर है यदि मगरहरूमा सल्लाह खानु भए चुमन जस्तो हुन्थ्यो होला होइन त कहिलेको छिटो छिटो अब हाम्रो रमेशबाट हेर्नुहोस् त यहाँ रमिता भइसक्यो ब्याग बोकेर म त ती तलबाट नै पुरा हिँडेको हाम्रो साथीहरू चाहिँ कोही थाकेर उता बसेछन् हार मानिसक्यो फोटो खिच्नु पऱ्यो फोटो खिच्नु पऱ्यो नि होइन हाम्रो टोलीहरू छन् है यहाँ कोही उता छन् बास स्वर्गीय आनन्द है यस्तो आनन्द लिन हामी त हामी सयरुपतिर आएको अलि झोल मात्रै ल्याउनु नदिएर हो ल हुँदैछ हाम्रो 9 जना टिममा 5 जना यहाँ छौँ 6 जना आउँदैछ उताबाट 1 जना अगाडि गइसकेको छ 2 जना आउँदैछन् ल मेरो खिचिन् त अब सम्म बाटो आज मिति कति 2083 9 गतेका दिन आखिर किन आएछौँ त हामी जङ्गलमा तपाईँको मनमा लागिरहेको होला हामी आएका छौँ हाइकिङ है थोरै हाइकिङ थोरै धर्म कर्म है कति नोट मात्रै कमाउँ यसो धर्म नि कमाइदिनु भनेर हामी त छौँ हाम्रो साथमा पनि अरू साथी दिदीबहिनीहरू पनि हुनुहुन्छ के क्या हो त्यही बाटो अलि सम्म बाटो उकालो पछि है अब आइनु पुग्यो होइन आइसक्यो नि 10 मिनट जाऊ नि हेलो 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 जे पनि चाहिन्छ कोका कोला मनमा जे होला सबलाई चाहिन्छ कोका कोला कोही बोल्दैन नि लास्टै क्राउड आज हाई यो जात खायो भने त म हिँड्न सक्दिनँ कि सेन्सेसन पेट हल्लाइदिन्छ कि त्यसले देउछु गर्दैन कि उसले हेर्नु न म तपाईँले मलाई यति माया गर्नुहुन्छ हेर्नु न म बोक्छु भनेको यहाँ खिच्छ कि माथि फोटो यहाँ पनि दामी आउँछ होला हौ यहाँ राम्रो माया नगर्ने कि यहाँबाट